तपाईँ रिस गर्नुहुन्छ? काम लाग्दैन। किन रिस गरेछु हुन्छ के जब काम सबै बिग्रिन्छ नि फेरि रिग्रेट हुन्छ के किन त्यति धेरै रिस गरेछु भनेर। रिसले सबै काम पुरा हुने भए त नि दुनियाँ चलेर खाक भइसक्थ्यो रे होइन र। रिस उठ्छ नि अब रिस त उठ्छ नि सबैलाई तर कन्ट्रोल गर्न सिक्नु पऱ्यो नि होइन। रिसाउने व्यक्ति कहिले अघि बढेको देख्नुभएको छ तपाईँले? याद गर्नुभएको छ सबै बर्बाद हुन्छ केही बाँकी रहँदैन फेरि कसरी अगाडि बढ्ने। त्यो व्यक्ति जो चाहिँ रिस गर्छ ऊ चाहिँ कसरी चाहिँ आफूले आफूलाई फेरि सम्हाल्ने होइन। हो म मान्छु सबैले मान्नुहुन्छ मानिस रिसाउनु साधारण हो क्या त्यो सबैलाई थाहा छ तर रिसले सबैलाई व्यर्थ बनाउँछ क्या त्यो असाधारण हो नि जो राम्रो होइन क्या। शान्त भन्नुहोस् बरु आफ्नो काम गर्नुहोस् आफ्नो बाटो लाग्नुहोस् त्यो नै बेस्ट हो। तपाईँहरूले सुन्नुभएको छ रिसले अवार्ड जित्यो अरे रिसले गर्दा मानिस ठुलो भयो अरे सुन्नुभएको छ कहिले? छैन नि होइन। मरेर गयो त अब रिस गर्ने थुप्रै हुन्छ भने जिउँदो हुँदा त झन् कति हो कति। तर तपाईँ जति रिस कन्ट्रोल गर्नुहुन्छ नि त्यो नै बेस्ट हो क्या। रिस गरेर घर सप्रेको देख्नु भएको छ कहिले? सम्बन्ध सप्रेको देख्नु भएको छ? छैन नि होइन। भन्नेले भनिरहोस् न बस तपाईँ अघि बढ्नु छ भने पर्वा नगर्नुहोस् क्या ती कुराहरू। आफ्नो सिद्धान्त कायम राख्नुहोस्। तपाईँ यदि अघि बढ्नु छ भने आफ्नो बेस्ट दिँदै जानुहोस् क्या बेस्ट गर्दै जानुहोस्। रिसले बर्बाद बाहेक अरू केही बनाउँदैन क्या।